आइजन पाण्डे सर र यहाँ उपस्थित सम्पूर्ण साथीहरूमा मेरो न्याय अभिवादन। आजको वक्तव्य कलाको शीर्षक रहेको छ जलस्रोत र ऊर्जा। जलस्रोत भन्नाले जलको स्रोत भन्ने बुझिन्छ। यसले पानीको मुहानको सङ्केत गर्दछ। यस अन्तर्गत झरना, तालतले या पोखरी, समुद्र आदि पर्दछन् र यसमध्ये पनि हाम्रो देशमा समुद्र बाहेक हरेक जलका स्रोतहरू पाइन्छन्। हाम्रो देश प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो र एसियाकै जलस्रोतको दृष्टिमा एसियाकै हाम्रो देश नेपाल धनी देश हो र सिङ्गो विश्वमा हेर्ने हो भने हाम्रो देश नेपाल राज्य पछिको दोस्रो धनी देश हो। जलस्रोतले देशलाई उन्नतितर्फ लैजान्छ र यसले देशको आर्थिक समृद्धि गर्नमा धेरै नै महत्त्वपूर्ण भूमिका खेल्दछ। सर्वप्रथम हामी गरौँ कृषिको कुरा। हाम्रो देश नेपाल कृषि प्रधान देश हो। कृषिका लागि चाहिने उर्वर जमिन र मलिला माटाहरू हाम्रो देशमा प्रशस्त छ। यसबाट हाम्रा नेपालीहरूले यही मलिलो जमिनमा आफ्ना सिप पसिनाहरू बगाएर आफ्नो जीविकोपार्जन गर्न सक्दछन्। यसका लागि चाहिने सिँचाइ हाम्रो देशमा जलस्रोतको थुप्रै स्रोतहरू छन्। यसबाट हामी सजिलै सिँचाइ गर्न सक्दछौँ। हाम्रो देश नेपालमा 6000 भन्दा बढी नदीनालाहरू छन् र यसमध्ये पनि 12 महिना बग्ने प्रशस्त 600 भन्दा बढी नदीनालाहरू छन्। यसबाट हामीले खोला नहरहरू निकालेर कृषिका लागि चाहिने सिँचाइ गर्न सक्दछौँ र कृषिलाई आधुनिकीकरण गर्दै प्रविधिहरू प्रयोग गरेर कृषिलाई आधुनिक तर्फमा लैजान सक्दछौँ र अझै हामीले धेरै खाद्य पदार्थहरूको उत्पादन गरे विश्व बजारले हामीले यी खाद्य पदार्थहरूलाई आयात गरेर वैदेशिक मुद्रा आर्जन गर्न सक्दछौँ र आफ्नो देशको अर्थतन्त्र बलियो बनाउन सक्दछौँ। यसमा पनि जलस्रोतले निकै नै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यसै गरी अब हेरौँ पर्यटनतर्फ। हाम्रो देश नेपालमा रहेका विभिन्न जलस्रोतका पोखरीहरू, फेवा तालहरू, राणा तालहरू, सेपोक्सुनो ताल हेर्न, रमाउन, अवलोकन गर्न विभिन्न पर्यटकहरू आकर्षित हुन्छन् र यहाँ आएर ती तालहरू हेर्न आफूले आफ्ना पैसाहरू खर्च गर्ने गर्दछन् र यहाँ भएका जलका स्रोतहरूमा हामीले जल क्रीडाहरू जस्तै क्यानोइङ, बोटिङ जस्ता जल क्रीडाहरू गरेर पनि वैदेशिक मुद्रा आर्जन गर्न सक्दछौँ र पर्यटनहरूलाई खुसी बनाउन सक्दछौँ। यसबाट पनि हाम्रो देशको अर्थतन्त्र बलियो हुन सक्दछ र यसमा पनि जलको स्रोतले विभिन्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यस्तै गरी अब हेरौँ सबैभन्दा महत्त्वपूर्ण जलविद्युतमा। हाम्रो देश नेपालमा रहेको 6000 भन्दा बढी नदीनालाहरूबाट हामीले 83,000 मेगावाट विद्युत उत्पादन गर्ने वैज्ञानिकले नै तथ्याङ्क प्रष्ट पारेका छन् र त्यसै गरी हामीले फार्पिङ जलविद्युतबाट सुरुबाट हामीले 500 मेगावाट जलविद्युत निकाल्यौँ र अहिले 1500 मेगावाट जलविद्युत पनि उत्पादन गरेका छौँ। त्यसै गरी कालीगण्डकीमा पनि अहिले 144 मेगावाट जस्तो ठुलो जलविद्युत उत्पादन गरेर हामीले उत्पादन गर्न सफल भएका छौँ र यसै गरी हामीले 50% मात्र जलविद्युत उत्पादन गर्न सक्यौँ भने हाम्रो देशको आर्थिक समृद्धि बलियो भन्छ, आर्थिक समृद्धि हुन्छ र यसबाट उत्पादन भएका जलविद्युतहरूलाई विदेशमा आयात गरेर विश्व बजारमा पनि बेच्न सक्ने हो भने हामीले वैदेशिक मुद्रा आर्जन गर्न सक्दछौँ र यसरी हाम्रो अर्थतन्त्र बलियो हुन्छ। अतः जलस्रोतले विभिन्न क्षेत्रको विकास गर्न सक्दछ। यसरी विभिन्न क्षेत्र विकास भयो भने हाम्रो देशको पनि विकास हुन्छ र हाम्रो देश पनि प्रगतिको बाटोमा लाग्न सक्दछ र यसरी हामी पनि सफल हुन्छौँ र हाम्रो देश पनि सफल हुन्छ। धन्यवाद।